नमस्कार। अखण्डमण्डलाकारं व्याप्तयेन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। नमस्कार, यहाँलाई स्वागत छ। आज फेरि एउटा धेरै पछाडि भिडियो लिएर आउने जमर्को गरेको छु। हामी असारको मसान्तमा छौँ। आज मसान्त भोलिबाट सूर्य कर्कट राशिमा सङ्क्रमण हुन्छ, कर्कट राशिमा सर्नुहुन्छ। त्यसकारण त्यसलाई कर्कट सङ्क्रान्ति यानि कि श्रावण सङ्क्रान्ति भन्ने गरिन्छ। श्रावण भन्नासाथ हामीलाई धेरै कुरा याद आइहाल्छ। हरियो पहेँलो चुराहरू, हरियो कुर्ता, पहेँलो कुर्ताहरू, सँगसँगै सोमबार, शिवको लागि व्रत उपासना इत्यादि अनगिन्ती कुराहरू हामीलाई याद आउँछ। कि साँच्चै ती कुराहरू साँच्चै कसरी गर्न सकियो भने चाहिँ अत्यन्तै उत्कृष्ट हुन सक्दछ। त्यसमाथि हामी भर्खरै पुरुषोत्तम मासबाट अगाडि आएका छौँ र यो असारको 32बाट गुरु अस्त पनि हुनुभएको छ, श्रावणको 24 गतेसम्मका लागि। त्यसपछि सूतक काल, त्यसपछि खोल्छ। अब यो काल साँच्चै के छ त? यसलाई के कस्तो हुन्छ? श्रावणको विशेष के छ? सोमबारको विशेष के हो? किन हामीले यस्ता कुरालाई लिइरहेका छौँ भन्ने परिप्रेक्ष्यमा आज केही कुरा जानकारी गराउन गइरहेको छु। स्वागत छ। वास्तवमै मेष, वृष, मिथुन, कर्कट चौथो महिना कर्कट राशिमा सूर्य बस्नुहुन्छ। कर्कटको स्वामी चन्द्रमा शिवको शिरमा शोभायमान भएर बस्नुभएको छ। त्यसमा पनि अझ सोमबार, सोम भनेको चन्द्रमा, सोमबार चन्द्रमाको बार, फेरि चन्द्रमा शिवजीको शिरमा गएर शोभायमान भएर बस्नुभएको छ। अझ त्यसमा पनि अझ विशेष यसलाई भन्नुपर्दा चन्द्रमा ज्योतिषीय आधारमा मनसँग सम्बन्धित ग्रह हो। मन धेरै कुराका लागि स्थिर चाहिन्छ, तर मन आफैमा चञ्चल वस्तु हो, चञ्चल चिज हो। चन्द्रमा पनि चञ्चलै हो। त्यसकारणले यी चञ्चलका स्वामी चञ्चल हुन्छन्। हाम्रो जीवनमा धेरै कुरा चाहिँ यो चञ्चलताले बिग्रिरहेको हुन्छ। अब हामीले बिहानी पाञ्चायन पूजा गर्दा शिवलाई पूजा गर्छौँ। शिव चाहिँ पृथ्वी तत्त्व हुनुहुन्छ, स्थिरताको कारक। यो चञ्चलतालाई साम्य पार्न पनि स्थिरता चाहिन्छ, स्थिरतामा बदल्नुपर्छ। त्यस कारणले पनि श्रावण महिनामा विशेष शिवको महत्त्व छ। यसै पनि पुराणमा शिवलाई सबभन्दा मनपर्ने महिना श्रावण र बारमा सोमबार प्रचलित छ। अधिकांश ठाउँमा सुन्नु भएकै छ। त्यस कारणले पनि आज विशेष श्रावणमै हामी विशेष छलफल गर्छौँ। अब हाम्रा नारी माता शक्तिहरू हुनुहुन्छ, उहाँहरू व्रत बस्ने सोचमा हुनुहुन्छ। उहाँहरूको कहिलेदेखि बस्ने, के बस्ने, चन्द्रमास लिने कि सौर्यमास लिने, धेरै कुरा उहाँहरूमा अझै पनि त्यो कुरा निर्कुल भइसकेको छैन। वास्तवमै हामीले व्रत सूर्य सौर्यमासमा लिन्छौँ। त्यस कारणले श्रावण 1 गते लागेपछि हामी व्रतका लागि तयार हुन्छौँ। यो वर्ष 4वटा सोमबार परेका छन्। अब विशेष गरी
एउटा मैले भन्नै पर्ने कुरा के हुन्छ भने बृहस्पति अस्त हुनुभएको कारणले कतिलाई यो समस्या परेको हुनसक्छ, लिने कि नलिने यो साल, के गर्ने। वास्तवमै तपाईँको व्रत काम्य कर्म होइन, यो नित्यको रूपमा लिनुभएको छ भने तपाईँलाई फरक पर्दैन। तर काम्यको रूपमा लिनुभएको छ, काम्यको अर्थ कुनै यस्तो पुरा होस् भन्ने उद्देश्यले जुन आशा राखेर कर्म गरिन्छ त्यो चाहिँ काम्य कर्म हो कि काम्य कर्म चाहिँ वर्जित नै हुन्छन्। अब विशेष पूजा भन्नासाथ हामीले सबैभन्दा महत्त्वपूर्ण हामीले बुझ्नुपर्ने कुरा चाहिँ हाम्रो भावना, शुद्ध भावना सहितको श्रद्धा हो। अब अर्को किन हामीले चाहिँ शिवलाई यो श्रावणमा पूजा गर्ने भन्ने विषयमा सामान्य अर्को तर्क पनि यहाँ भेटिन्छ। हामी श्रावणबाट दक्षिणायन यानि कि सूर्य दक्षिणतर्फ अलिक बढी ढल्किनु भयो भन्ने हामी बुझ्दछौँ। दक्षिणतर्फ लाग्नु अथवा दक्षिणतिरको दिशाको स्वामी यम हुनुहुन्छ, काल हुनुहुन्छ। हो, अब यो कालका पनि काल, महाकाल, काललाई पनि ठिक ठाउँमा राख्न सक्ने महाकाल शिवजी हुनुहुन्छ। त्यस कारणले पनि हामी दक्षिणायन सुरु भएको अवसरमा हामी महाकालको जलाभिषेक, पूजन, व्रत, उपवास हामी बस्ने गर्छौँ। अर्को पनि यहाँ एउटा कुरा विशेष आउँछ, कोही जातकको जन्म औँसीमा भएको छ भने उसको कुण्डलीमा हेर्दा चन्द्रमा र सूर्य एउटै भावमा रहन्छन्, एउटै राशिमा रहन्छ। त्यो भनेको चाहिँ चन्द्रमा कमजोर भएको अवस्था। अब साउन चन्द्रमाको महिना, सूर्य सङ्क्रमण छ भनेको सूर्य र चन्द्रको बीचमा तालमेल छैन, चन्द्रमा कमजोरै हुन्छन्। सूर्यको नजिक हुँदा चन्द्रमा कमजोर नै हुन्छन्। त्यसकारणले पनि चन्द्रमालाई सक्षम बनाउन, स्थिरतामा ल्याउन कालका पनि काल, महाकाल शिवको, साम्ब सदा शिवको पूजन अर्चन विशेष महत्त्व राख्दछ। अब यसमा यी त भए हाम्रा श्रावण र सोमबार अति महत्त्वपूर्ण छन् भन्ने कुरा गरिन्छ। पौराणिक अथवा पछिल्लो समयका विभिन्न पूजन हाम्रो पुराणभन्दा पछाडि निक्लेका कथाहरूमा हेऱ्यो भने पार्वतीले व्रत बस्नुहुन्छ पतिका सुस्वास्थ्यका लागि जस्ता अनेकन कुराहरू, प्रसङ्गहरू आउँछन्। वास्तवमै नित्यको रूपमा गर्दा हामीलाई अवश्य नै फल प्राप्त हुन्छ नै। हामीले केही पनि नमाग्दा पनि हामीले पाउँछौँ नै। त्यस कारणले व्रत उपासना भनेको नारी पुरुष भन्नुपर्ने अवस्था रहँदैन। आफ्ना पारिवारिक दृष्टिकोणले, स्वास्थ्यका दृष्टिकोणले पनि यो अति आवश्यक रहन्छ र हुन्छ पनि। अब हामी लागौँ साँच्चै यी श्रावणका सोमबार के गर्न सकिन्छ त, त्यसमा लागौँ। व्रत बस्ने भन्नासाथ हामीले मुख्य कुरा बुझ्नुपर्ने, व्रतको अघिल्लो दिनदेखि नै व्रतको सहायक कर्महरू सुरु हुन्छ। हाम्रा शारीरिक शुद्धिपन हुन्छन्, हाम्रा हातखुट्टाका नङ काट्ने कुराहरू होलान्। यी सबै कुरा चाहिँ हामीले आइतबारलाई सबै कुरा गरेर त्यसमा हामीले नुहाइधुवाइ गरेर बस्नुपर्ने हुन्छ। यसमा अभिष्यान्न भनेको चोखो खाने हामी उपासनाका लागि गइरहेका छौँ। हामी पूजा उपासना र त्यसपछि व्रत यी एउटै भाषा हुन्। त्यसलाई तयारीका लागि हामी अभिष्यान्न खाने भन्छौँ, चोखो खान्छौँ। अब यसमा मेरो अनुरोध यहाँहरूलाई के छ भनेको व्रत साँच्चै परिवार भएर लिनुहोस्, सपत्नीक लिनुहोस्, श्रीमान श्रीमती सँगै लिनुहोस्। सकिएन भने के गर्ने त्यसका कुरा गरौँला। अब यसलाई सँगै लिँदा या
एक्लै लिँदाका कुराहरू पनि म भन्दै गर्छु। हाम्रो व्रत सुरु हुन्छ बिहानीको शौच कर्मबाट। हामीले सोमबार बिहान ब्रह्म मुहुर्तमा उठ्नु पर्दछ। ब्रह्म मुहुर्त भनेको करिब 4 बजेदेखि 6 बजेको बिचमा रहन्छ, 4 भनौँ। त्यसपछि शौच कर्म गर्नुपर्दछ। आफ्ना शरीरका मल, जो जमेका खानपानबाट जमेका मल छन् त्यसलाई बाहिर फाल्नुपर्छ। त्यसपछि शरीरका बाहिरी मललाई स्नान गरेर सिद्ध्याउनुपर्छ। यी चाहिँ हाम्रा नित्य कर्म हुन्, सधैँ गर्नै पर्ने कुरा हुन्, विशेष गर्नै पर्छ। अझ विशेष हामी यहाँ व्रतको बारेमा, उपवासको बारेमा गफ गरिरहेका छौँ, हामी केही जानकारी लिएका छौँ भने त्यो त अवश्य नै गर्नुपर्छ। त्यसपछि स्नानपछि तर्पण रहन्छ। पुरुषले पनि लिइरहनु भएको छ भने हाम्रा बुवा दाजुभाइहरूले लिनुहुँदैछ भने सभ्य जनाई सभ्य देवतालाई तर्पण गरिन्छ। त्यसपछि अनि जनालाई माला लगाए जस्तो लगाएर हामी ऋषिलाई तर्पण गर्छौँ र अपसभ्यबाट आफ्ना पितृलाई तर्पण गर्छौँ। त्यसपछि गायत्री मातालाई आह्वान गरेर हामी गायत्री जप्छौँ। विशेष व्रत उपवासमा सके 1000, नसके 500, त्यो पनि सकिँदैन भने 1108 अनिवार्य जप्नु पर्दछ गायत्री। त्यसपछि सूर्यलाई उपासना गर्ने, सूर्यलाई अर्घ दिने काम हुन्छ। यति सिद्ध्याइसकेपछि अब हामी पञ्चयज्ञमा लाग्छौँ। पञ्चयज्ञमा पहिलो यज्ञ हुन्छ ब्रह्मयज्ञ। त्यो भनेको बिहानीको समयमा अध्ययन कर्म, भगवानसँग, भगवानका लीलासँग सम्बन्धित अध्ययन रहन्छ यसमा। त्यसपछि देवयज्ञ। देवयज्ञ भन्नासाथ हामीले बुझ्नुपर्ने पाञ्चायन पूजा, गणेश, देवी, विष्णु, शिव, सूर्य, यी पाञ्चायन देवता हुन्। अघिल्लो भिडियोहरूमा पनि भनेको छु, पाञ्चायन भनेको पञ्चतत्त्वको प्रतीकको रूपमा हुनुहुन्छ। त्यस कारणले हामी पाञ्चायन देवताको पूजन गर्छौँ, हामी सम्मान व्यक्त गर्छौँ र हवन आदि कर्म गर्छौँ। यसलाई देवयज्ञ भन्ने गरिन्छ। त्यसपछि अर्को हुन्छ मनुष्य यज्ञ। मनुष्य यज्ञ भनेको चाहिँ आवश्यकता जो छ, जो याचक भएर आउनुहुन्छ अथवा जसलाई खानाका लागि समस्या छ, लगाउनका लागि समस्या छ, उहाँहरूलाई प्रदान गर्ने काम चाहिँ मनुष्य यज्ञमा पर्छ। उहाँहरूलाई सहयोग गर्ने खाद्यान्न, लुगा कपडा। त्यसपछि अर्को यज्ञ रहन्छ भूत यज्ञ। भूत यज्ञ भनेको चाहिँ हामीले हाम्रो भान्सामा पाकेका कुराहरू, प्राकृतिक जगतमा रहेका प्राणी पन्छीलाई अर्पण गर्ने काम हामीले गाईलाई, श्वान, कुकुरलाई, पिपिलिका, कमिलालाई इत्यादिलाई हामीले सधैँ बिहान छुट्याउने गरेका हुन्छौँ। यो विशेष यसलाई छुट्याइन्छ, यसलाई भूत यज्ञ भन्ने गरिन्छ। त्यसपछि पितृयज्ञ, अघि मैले भने पितृका स्मरण, पितृयज्ञ, यी 5 यज्ञ हाम्रा हुन्छन्, जो अन्य दिन पनि अवश्य गर्नुपर्छ भने विशेष व्रत उपवासका दिन त अति आवश्यक नै रहन्छ। अब यस्ता कर्म चाहिँ जसरी नारी पुरुष सँगै भएर गर्दै हुन्छ भने यी कर्म पुरुषहरूले गर्नुहुन्छ। यदि पुरुष शक्तिहरू जो हाम्रा पुरुषहरूले लिइरहनु भएको छैन, उहाँहरूले लिने गर्नुभएको छैन र सोच पनि बनाउनु भएको छैन भने नारी शक्तिले यो आफ्ना पतिदेवहरूलाई यो चाहिँ कर्म गरिदिनुहोस्, आज मेरो उपवास छ भनेर उहाँलाई पनि शौच स्नान गरेर यो कर्म गराउनु होला। यति गरेपछि बल्ल हामी अब पूजाका लागि तयारी अवस्थामा रहन्छौँ, सामग्रीहरू मिलाउँछौँ। विशेष ध्यान दिनुपर्ने कुरा के छ भने हामीसँग सामग्री भन्दा पनि भावना अत्यन्तै महत्त्वपूर्ण छ। त्यसैले त भनिन्छ पत्रम पुष्पम फलम तोयम। यी मध्ये सकियो सबै गरौँ, नसकियो एउटा कुरा गरौँ, अर्पण गरौँ। पत्रम पुष्पम फलम तोयम।
पात पुष्प फूल फलम फल तोयम जल यी मध्ये जे भेटिन्छन् त्यही गर्न सकिन्छ। हामी पूजा गर्ने स्थानमा जान्छौँ, शिवका लिङ्ग निर्माण भएका हुन्छन् अथवा हामीसँग बनेका शिवलिङ्गहरू हुन्छन्, त्यहाँ जान्छौँ। हामीले पहिला आँखा चिम्लिएर 3 नेत्र भएको, 5 मुख भएको, 10 हात भएका हाम्रा शिवजीलाई स्मरण गर्छौँ। जस्ताको तस्तै मनमा त्यो स्मरणमा ल्याउँछौँ र उहाँलाई हामी ध्यानमग्न भएर ओम नमः शिवाय, श्रावण महिना छ, विशेष यो पञ्चाक्षरी मन्त्र अत्यन्तै उत्कृष्ट मन्त्रमध्ये एउटा मन्त्र पर्दछ। त्यस कारणले यो ओम नमः शिवायको 108 हामी माला गरेर ध्यान गर्छौँ। यसलाई यो मन्त्रद्वारा ध्यान अर्पण गर्छौँ, प्रभुलाई बोलाउँछौँ, हामी मनमा राख्छौँ। सकिन्छ भने 1000 गर्दा पनि भयो, त्यो अझ सकिँदैन 500 गर्नुहोस्, 108 चाहिँ अवश्य गर्नुहोला। अब यसमा यो ध्यान सिद्ध्याइसकेपछि सोही मन्त्रले 108 पटक जल अभिषेक स्नान गराउन पनि सक्नुहुन्छ। यो पनि राम्रै कुरा हो, भगवानलाई अत्यन्तै मनपर्ने कुरा जल अभिषेक छ। चन्द्रमा जलतत्त्व हुनुहुन्छ, त्यस कारणले पनि जल अत्यन्तै महत्त्वपूर्ण छ यहाँ। अब यति सिद्धिसकेपछि हाम्रो पूजामा अघि मैले भने सामग्रीहरू यावत जे सक्नुहुन्छ सकेसम्म आफ्ना भावले तयार गर्नुहोस्, भावले तयार पार्नुहोस्, खोज्नुहोस्, आफ्नो शरीरलाई दुःख दिनुहोस्, शरीरबाट परिश्रम गराउनुहोस्, भावना निकाल्नुहोस्, सम्मान निकाल्नुहोस्। कतिपय अवस्थामा किन्नु पर्ला, तर सकेसम्म सबै व्यवस्थापन आफैले गर्नुहोस्। सामग्री धेरै चाहिँदैन, भावना धेरै चाहिँदछ, त्यसैले भावनामा विचार गर्नुहोला। शुद्धता आफूले मात्र गर्न सकिन्छ, व्रत उपवास शुद्धतामा भर पर्छ। त्यस कारणले अन्तबाट जो गर्ने भन्दा पनि आफैले जो गर्ने काम गर्नुहोला। अब विशेष यहाँ आउने गर्छ, सोध्नुहुन्छ कतिजनाले बेलपत्र, बिल्वपत्र, धतुरो यी इत्यादि कुराहरू सोध्नुहुन्छ। मैले बेलपत्र, बिल्वपत्रमा विशेष भन्ने गर्छु, अखण्ड बेलपत्र भेट्नुहुन्छ भने चढाउनुहोस्। तर खण्डित छ भने बेलपत्र मात्रै भेटियो भन्नेमा नजानुहोस्, किन तपाईँ श्रद्धामा हुनुहुन्न। अखण्ड बिल्वपत्र भेटिएमा मात्रै हामीले अर्पण गर्ने हो, त्यसको छुट्टै महत्त्व हुन्छ। जो 3वटा पातले भएको, टुप्पो फेद सहित भएको, काहीँ किराले पाल नपारेको, काहीँ छेद नभएको यी अखण्ड बेलपत्र भयो भने एउटै मात्र बेलपत्र चढाउँदा पनि हामीले भगवान महाकाल शिवका अत्यन्तै महत्त्वपूर्ण प्रसादका रूपमा आशीर्वाद प्राप्त गर्न सक्छौँ। हामी 108मा 1008मा जानुहुन्छ कहिलेकाहीँ, तर खण्डित हुन्छ। खण्डित बेलपत्र खण्डित हुँदैन, खण्डित भएपछि त्यो पत्र मात्रै हुन्छ। त्यस कारणले बिल्वपत्र चढाउनुहुन्छ भने सामान्य एउटा खोज्नुहोस्, अखण्ड भएको खोज्नुहोस्, र त्यो बेलपत्रमा 3टै पातमा ओम लेख्नुहोस्, चन्दनले लेख्नुहोला र त्यसलाई चढाउनुहोला। अब विशेष गरी धतुरो पनि भन्ने गरिएको छ। हाम्रो पौराणिक कथामा त यी धतुरोहरू आउँदैनन्, ती पछाडिका यी हाम्रा स्वस्थानीका कथादेखि अन्य जो व्रत कथामा आएका छन्, ती विविध ठाउँमा भगवान शिव गाँजा खाएर चाहिँ निदाउनु भएको अथवा धतुरो ग्रहण गर्नुभएको भन्ने कुरा देखिन्छ। त्यो पौराणिक कालसम्म, पुराण कालमा ती देखिँदैनन् कहीँ पनि। त्यस कारणले
त्यस्तो आवश्यक हो जस्तो लाग्दैन। होला कुनै औषधि उपचारका लागि फरक ढङ्गमा होला, तर चढाएपछि त्यो चढाउने कर्ममा चाहिँ त्यो अत्यावश्यक होइन। त्यो हामीले खोजिरहनु पर्दैन जस्तो मलाई भाव लाग्छ। मैले पुराण पढ्दा भेटेको छु जस्तो अहिले लागेको छैन, किन यो अत्यन्तै ठुलो सागर छ। त्यो सागरमा हामीले सबै कुरा अध्ययन गर्न सक्दैनौँ। कतिपय परिवेशमा हामीलाई भाषाका ज्ञान पनि छैनन्। त्यसकारणले अनगिन्ती समस्याले गर्दा पनि धेरै कुरा थाहा नभएको हुनसक्छ। तर अहिलेसम्म जति अध्ययनले भेटेको छ त्यसमा पुराणमा यी कुराहरू जो धतुरो र गाँजा भाङ यी भेटिएको छैन, मैले भेटेको छैन। र ती आवश्यक कुरा होइन। अनि कतिजनाले भन्नुहुन्छ विभूति यानि कि भस्मको कुरा गर्नुहुन्छ। अवश्य नै विभूति भनेको चाहिँ हामीले गौमाताले जब गोब्र्याउनुहुन्छ त्यसलाई हामीले भुइँमा स्पर्श गर्न दिई हातमा थापेर त्यसलाई शुद्ध टपरीमा राखेर सुकाएर जब सुकिसकेपछि गौमाताको त्यहाँ चाहिँ घृत यानि कि घिउ हालेर त्यसलाई जब हामीले बालेर जुन त्यो खरानी भन्छ त्यो चाहिँ विभूति हो। त्यो विभूति हामीले प्रयोग गर्न सक्छौँ। शिवजीलाई अर्पण पनि गर्न सक्छौँ भने हामीले ग्रहण पनि गर्न सक्छौँ। अर्को भस्म जहाँसम्म शिवको परिप्रेक्ष्यमा आउँछ त्यो श्मशानको भस्मको कुरा आउँछ, किन उहाँको वासस्थान श्मशान अगाडि हुन्छ। अनि मलाई कति ठाउँमा सोध्नुहुन्छ र मैले भन्ने गरेको छु किन शिव पूजामा भस्मको आएको। यो अत्यन्तै यो सङ्केतात्मक छ। हाम्रो यो शरीर पञ्चतत्त्वले बनेको छ। जब हाम्रो शरीरबाट शक्ति निक्लिएपछि शव रहन्छ र शवलाई जो अग्निदाह गर्दैछ त्यो अन्तिममा खरानीमा पुग्ने हो, भस्ममा पुग्ने हो। त्यसकारणले तिम्रो यो शरीर भस्मबाट निर्मित र भस्ममै जाने हो। त्यसकारणले तिमी यो शरीरमा धेरै कुरा इच्छा अथवा माया मोह मममा नपर। त्यसकारणले हाम्रो शरीर भस्म भएरै जानु छ भने त्यसलाई त्यही हिसाबले लियो है। अनि अर्को भनेको त्यो भस्म हुने छेउमा शिवजी महाकाल गएर बस्नुभएको छ। तिमी जतिसुकै जेसुकै गरे पनि अन्तिममा मेरो छेउमा आए भस्म हुनुपर्छ। त्यसकारणले तिमीले यो अत्यन्तै भस्मलाई लगाउनु, शरीरमा लगाउनु, टीका लगाउनु यसको सङ्केतार्थक अत्यन्तै महत्त्वपूर्ण कुरा छ। यसले हामीलाई बुझाइरहेको के हो भनेको ममबाट नमममा जान सिक्नुहोस्। किन खरानीबाट सुरु हुन्छ र अन्तिममा खरानी नै हाम्रो जीवन व्यतीत हुन्छ, शरीर खरानीमै जान्छ भन्ने कुरा देखाइन्छ। त्यसकारणले विभूतिका लागि हामीले बनाएर आफ्नै मेहनतका साथ आफ्ना भक्ति प्रेमका साथ हामीले बनाउन सक्यो र अर्पण गर्न सक्यो भने त्यो अत्यन्तै उत्कृष्ट रहन्छ। यसमा अब हामीले यी पूजा गरिसकेपछि अब हामीले केही परिवेश जोडौँ। अहिलेको चाहिँ म कतिपय ठाउँमा हेर्दाखेरि व्रतलाई उपवासको रूपमा मात्र लिएको देखिन्छ, अन्न नखाने उपवासको रूपमा मात्र लिएको देखिन्छ। त्यो फरक हो। हामी उपवास किन बस्छौँ त्यो फरक हो। अब हाम्रो त्यो दिनभरिको अवस्था कस्तो हुनुपर्छ भनेको मानसिक र शारीरिक अवस्था चाहिँ समभाव वा एकत्व भाव। जो भगवानको हामी शरणमा परेका छौँ, जो भगवानका हामी व्रत उपासना गरेका छौँ, उहाँसँग एकत्व भाव र समभावमा हामी रहन सक्नुपर्छ। त्यो रहनको लागि हामी के गर्छौँ त भनेको हामीले अन्न खाएर त्यसको ऊर्जा अधिकांश ऊर्जालाई ग्रहण गरेपछि ऊर्जाले काम खोज्छ हो। कामका लागि मन उद्विग्न हुन्छ, विचलित हुन्छ। त्यसकारणले हामी खानाको कुरालाई हामी ठ्याक्क कटाएर उपवास जोडेका छौँ। उपवास मात्रै हाम्रो व्रत होइन। व्रतको खास अर्थ नियम पुरा गर्नु। नियम पुरा गर्नु। कसले बनाएको नियम?
आफैले आफ्ना लागि बनाएको नियम पुरा गर्नु, त्यसलाई नै व्रत भन्छौँ। त्यस कारणले त्यो उपवास भनेको त्यसको पाटो मात्र आउँछ। जसले हामीलाई के सहयोग गर्छ भनेको एकत्व भाव। हामी त्यो दिनभरि त्यो हरदम हामी जो भगवानको हामी व्रत उपवासमा छौँ त्यहाँ चाहिँ एकत्व भाव, म शिव हो, मैले शिवलाई जान्नुपर्छ, शिवलाई सम्झिनुपर्छ, शिवका मैले गाथा गाउनुपर्छ र शिवका हामीले मन्त्र जप गर्नुपर्छ। यो एकत्व भाव र समभावमा हामी रहनुपर्छ। त्यो व्रतको अत्यन्त महत्त्वपूर्ण पाठ हो। हामी बिहानको पूजा सिद्ध्याउँछौँ। अहिले हामीसँग रोजगारीमा जानुपर्ने समस्या होला, विविध समस्या होला, त्यसले गर्दा हाम्रो मन चाहिँ भगवानमा जाँदैन। त्यसले चाहिँ त्यो व्रतको उद्देश्य पुरा गर्दैन, किनभने हामी व्रतबाट विचलित भइसक्यौँ, हामी मानसिक रूपमा अन्त गइसक्यौँ। हामीले अहिलेको जीवन, हाम्रो जीवनचर्यामा अत्यन्त महत्त्वपूर्ण रहेको मोबाइल, यी फेसबुक इत्यादि कुराहरू, ती सबै हाम्रा मनलाई विचलित पारेका हुन्। त्यसकारण यी सबैबाट हामी टाढा रहनुपर्छ। यदि व्रत बस्ने नै हो भने व्रतलाई विधि पुऱ्याउनुहोस्, बस्नको लागि नबस्नुहोस्। यी हाम्रो दिनभरिको मानसिक र शारीरिक अवस्था चाहिँ भगवानसँग एकत्व भाव र समभाव रहन सक्यो भने त्यो हाम्रो पुरा हुन्छ। किन त्यस्तो चाहिन्छ भन्ने कुरामा चाहिँ हाम्रो यहाँ अत्यन्तै महत्त्वपूर्ण कुरा छ। काम क्रोधश्च लोभश्च मोहो दम्भ उपद्रवः यानि चान्यानि भूतानि स्थावराणि चारिणी छ। यसले भन्न खोजेको चाहिँ हाम्रा मनमा आगोरूपी रूपमा काम, क्रोध, लोभ, मोह, दम्भ, उपद्रव यी चाहिँ आगो जस्तै गरी रहेका हुन्छन्, जसले यी भूतानी, यी हाम्रो संसार भएका सबै भूतलाई विचलित बनाइरहेका हुन्छन्। त्यो अग्निले डढाइरहेका हुन्छन्। हो, त्यो मन रूपी अग्निलाई शान्त पार्नको लागि पनि शिवको, हाम्रो पृथ्वी शक्तिको आराधना गर्न जरुरी छ। त्यसकारणले पनि यो श्रावणमा रुद्राभिषेक, रुद्रलाई अभिषेक गर्ने, नुहाउने काम अत्यन्तै महत्त्वपूर्ण कुरा रहन्छ। हामीले व्रतको बारेमा कुरा गर्यौँ। त्यसपछि त्यो समयमा शरीरले सक्छ बेलुका पनि त्यसलाई व्रतकै रूपमा, उपवासकै रूपमा लिएर भोलिपल्ट बिहान भगवान शिवलाई सम्झिएपछि, पूजा गरिसकेपछि त्यसलाई उपवास तोड्न सक्नुहुन्छ। सकिँदैन बेलुकालाई जल ग्रहण गर्न सक्नुहुन्छ। सकेसम्म व्रतको रूपमै गर्नुहोस्, व्रतलाई व्रतको रूपमा अगाडि बढाउनुहोस् भन्ने भन्न चाहन्छु। त्यसकारणले यो श्रावण अत्यन्तै महत्त्वपूर्ण महिना हो। परिवारमा श्रीमान श्रीमती गएर व्रत बस्नुहोस्, उपवास बस्नुहोस् र दैनिक रूपमा गर्नुपर्ने जो कर्महरू हाम्रो भगवानलाई अर्पण गर्नुहोस्। नाम अभिषेक नाम स्मरण गर्नुहोस्, त्यही नामले जल अभिषेक गर्नुहोस्। यो श्रावण महिनामा बोलबम पनि सुनिन्छ। त्यसमा हाम्रो के देखिन्छ भनेको बहुत ठुलो आस्था, भगवानलाई आफैले एउटा शुद्ध नदीको मुहानबाट जल ल्याएर जल अर्पण गर्नु। हामीले सुरुमै भन्नु पत्रम पुष्पम फलम तोयम हो, यो तोया जलको रूपमा हामीले अर्पण गरेका छौँ भगवानलाई। भगवानसँग सबै छ, हामीले दिनु केही पनि पर्दैन, तर माग्नु पनि हुँदैन। भगवानले सबै हेर्नुभएको छ, देख्नुभएको छ। त्यसकारणले व्रतलाई चाहिँ नित्य रूपमा यदि गर्दै हुनुहुन्छ भने त्यो नित्य अनिवार्य रूपमा कुनै इच्छा आकाङ्क्षा नराखिकन, आफ्नो केही स्वार्थ नराखिकन गर्दै हुनुहुन्छ भने यो नित्य कर्मतिर जान्छ। नैमित्तिक कर्म र काम्य कर्मका हुन्छन्। काम्य कर्मको रूपमा व्रत गर्दै हुनुहुन्छ भने यो विशेष ध्यान दिनुपर्ने रहन्छ। किन विधिविहीन कर्मले हामीलाई काम्य कर्ममा फल दिँदैन। हामी गर्नलाई गर्छौँ, आफ्ना चाहिँ भाव
सप्रेम भक्ति चाहिँ हामी अर्पण गरिसकेका छैनौँ। त्यो अर्पण गर्न सकियो भने अत्यन्तै उत्कृष्ट रहन्छ। भगवान् सदाशिवले हामी सबैलाई सद्बुद्धि प्रदान गरून् र हामीलाई यी कालका पक्षहरू पनि विविध जोगाउन्। रोग व्याधिबाट सबैबाट टाढा राख्न सहयोग गर्नुहोस्। हाम्रा राष्ट्रदेव पशुपतिनाथमा हामी कामना गर्न चाहन्छौँ सबैलाई शान्ति होस्। ओम अस्तु।